नमस्ते। आज तपाईहरुलाई एक एकल महिलाको संघर्षको कथा सुनाउँदैछु। एउटा सानो गाउँमा एक एकल महिला आफ्नो 2 छोरीहरूसँग बसोबास गर्थे। उनीहरू एकदमै गरिब थिए, उनीहरूसँग केही थिएन, तर एउटा आँपको रुख थियो। जुन आँपको फल बेचेर ती महिलाले आफ्नो 2 छोरीहरूलाई लालन पालन गर्ने गर्थे। एक दिनको कुरा हो, उनीहरूको घरमा एक वृद्ध व्यक्ति आइपुग्छ। ती महिलाले ती वृद्ध व्यक्तिलाई राम्रोसँग भोजन पानी गराउँछ र वार्तालापको क्रममा उसले त्यो आँपको फल विषय पनि ती वृद्ध व्यक्तिलाई जानकारी गराउँछ र ऊ केही कामको सिलसिलाले ती महिला बाहिर गएको बखतमा ती वृद्ध व्यक्तिले त्यो आँपको रुखलाई निमटन्नै पारेर फेदैबाट ढालिदिन्छ। जब ती महिला घर आइपुग्छिन् र त्यो दृश्य देख्छ, ऊ एकदमै दुखी हुन्छन् र रुन्छिन् अनि मजदुर गरेर भए पनि अब मेरो छोरीहरूलाई पालन पोषण गर्नुपर्छ भन्ने हेतुमा ऊ मजदुर गर्न थाल्छ। मजदुर गर्ने सिलसिलामा उसले एउटा सानो व्यवसाय सुरु गर्छ, जुन व्यवसाय एकदमै फलिफाप भएर ठुलो व्यवसायमा परिणत हुन्छ र उनीहरू एकदमै खुसी सुखी साथ जीवनयापन गर्न थाल्छ। अनि फेरि त्यही वृद्ध व्यक्तिसँग एक दिन बाटोमा भेट हुन्छ। तब ती महिलाले सोध्छ, तपाईले मेरो आँपको रुख किन काटिदिनु भयो? तब ती वृद्ध व्यक्तिले मुस्कुराउँदै जवाफ दिन्छ, यदि मैले त्यो आँपको रुख नकाटिदिएको भए आज पनि तिमी त्यही गरिबीमै डुबिरहेका हुन्थ्यौ र कहिले यी आँपको फल फल्ला र बेचेर म छोरीहरूलाई केही खुवाउला भनेर पर्खेर गरिबीमै तिमी डुबिरहेका हुन्थ्यौ। जे पनि हुन्छ राम्रोको लागि हुन्छ। त्यसै कारणले गर्दाखेरि तिमी जस्तै परिस्थितिमा भए पनि कहिले पनि नअत्तालिनु। एउटा ढोका बन्द भयो भने अवश्य पनि अर्को ढोका खोलिन्छ।